guys, welcome back to Simako channel. अहिले चाहिँ मैले टेकओभर लिएँ अनि के अरे हामी चाहिँ शिवपुरी जाँदा अनि त्यही हो 10 कदम चले छैन हामी थाकिसक्यो छैन कसले भन्यो ओहो जो जो ब्रो सासले हेर्नु नआउने मैले अब श्रेया यहाँ चाहिँ हुनुहुन्छ सीमा उहाँको भ्लग हो तर मैले चाहिँ गरिदिएको अहिले चाहिँ अनि यता हुनुहुन्छ कस्तो लागिरहेको त नराम्रो किन आयो जस्तो लाग्यो कि नै थाकिस मेबी खाउँगी ल एउटै बाइटमा खाइसक ल मागेन मागेन नाइस मलाई त्यो पनि लाल होइन उसको मुटु कान्छ ओए यो गाइस सी यार रुक न के हुन्छ नि चल्छ नि Hey guys, अब त हामीले चाहिँ यहाँ चाहिँ एन्ट्री चाहिँ गरिसक्यो अब भर्याङ चढ्छौँ होइन भर्याङ चढ्न चाहिँ म फेरि एक्सपर्ट हो अनि गाइजहरू यिनीहरूलाई चाहिँ आउँदैन होइन म चाहिँ अब गाइड भयो किनकि म यहाँ पहिले पनि 3-4 चोटि चाहिँ आइसकेको छु ब्लग चाहिँ अब हामी यहाँबाट चाहिँ कन्टिन्यू राख्छौँ बिचमा हल्का ब्रेक लिन्छौँ भर्याङ चाहिँ आइसक्यो हल्का ब्रेथिङमा चाहिँ अप डाउन भयो भने चाहिँ माइन्ड नगर्नु होला किनकि हामीसँग यति मात्रै होइन कहाँसम्म चाहिँ थाहा छैन अनि आज चाहिँ हामी यस्तरी आइकिनेछौँ होइन 2 दिनपछि चाहिँ हाम्रो डान्स छ होइन खुट्टा कस्तो हुने थाहा छैन गाइज 50 पनि भर्याङ चढेको छैन यो मेरो साथीहरू चाहिँ थाकेर चाहिँ बस्न थालिसके यो सबलाई म बोकेर लान्छु भन्ने मान्छे नि फर्स्टमा बसेछ अनि मेरो अक्सिजन उहाँ हो अक्सिजन त त्यही हो नि त्यो कार्बन डाइअक्साइड हो सिपिआर कसले दिन्छ तिमीलाई थाहा भएन कसले दिन्छ होइन अब जहिले उहाँ चाहिँ छुट्टिएर बस्ने मान्छे हो त्यही भएर उहाँ जानुभएको छ गाई त मैले वास्तविक कुरा भन्दाखेरि यसले मलाई पिट्न आयो होइन बाई गाइस उफ्री छिट्टा मनाउँछ हामीलाई चाहिँ धेरै टिकटक होइन त्यही भएर हामी टाइम वेस्ट नगरिकन हिँड्छौँ अब चलो इफ यु वान्ट टु ड्रिङ्क चिया देन कम हियर हजुर गाइज हाम्रो चाहिँ अब त्यो भर्याङ सक्यो अफरोड आइसक्यो हाम्रो होइन अब यस्तै छ अरे अब के गर्नु तर मैले सुनेन कि यिनीहरूले सुने अरे होइन मैले नसुनेपछि त अनि भइहाल्यो नि गाइज मलाई चाहिँ अहिले म जङ्गलको बिचमा आएको जस्तो फिल हुन्छ किनकि म जङ्गलको बिचमै छ अहिले बिचमा रहेन छ भर्खर म स्टार्टिङमा छु तर मलाई बिचमा भएको चाहिँ फिल चाहिँ भइरहेको छ जिन्दगीमा जङ्गलभित्र नगएर होला क्या यो त अब होइन देखेछ मेरो घर नजिक छ 3-4 किलोमिटर पहाडी तर जङ्गलको नाममा के छ थाहा छ फुटबल ग्राउन्ड छ गाइज अब हाम्रो चाहिँ डेवर पनि हामीले चाहिँ राखेको छ होइन अब म चाहिँ अब टुरिस्ट गाइड होइन एज अ प्रिटेन्ड गर्नु पऱ्यो तर म हो किन म प्रिटेन्ड गर्ने गाइज यिनीहरू यहाँ यस्तरी गए होइन अब म चाहिँ सायद यही बाटो जान्छु होला जहाँबाट पनि मैले यिनीहरूलाई भेट्यो भएको बाटो हिँड्छन् यार यिनीहरू मान्छे हो कि बाँदर हो यिनीहरू गाइज फाइनल्ली म पनि होइन यही बाटो चाहिँ चढ्ने भयो मलाई चाहिँ फेरि पहिलेको हाइकिङको चाहिँ याद दिलायो तर केही छैन म सक्छु गाइज जाँदैछु भाइ अब मलाई के भयो भने गाइज फाइनल्ली मैले त्यो के भन्छ अब त्यसलाई त्यही चाहिँ पार गरिसकेँ अब चाहिँ बबल ठाउँ छ अरे होइन यस्तै छ रोक म अगाडि जान्छु मलाई सबलाई ल्याउनु पर्छ भिडियोमा म भिडियो बनाउनु भाग्यो हो के म यिनीहरूलाई क्याप्चर गर्नु भागेको यिनीहरू आफै भागिदिएर के गाइज हामी चाहिँ बोर्ड खोजिदियो कि बोर्ड त्यस्तै गरौँ हामी पनि चिया खानु बसेर चिया खानु चाहिँ बस्ने जसुकै चिया त हामी कहाँ छोड्ने हो र गाइज धर्ना
क्लास चाहिँ अलि हुन थाल्यो गोरी नयाँ गोरीसँग गइसक्यो गाइस एक्लै एक्लै त हिँड्छस् नि त हामीसँग त आज आएको हो नि समीक्षाको चाहिँ हेर्नु त्यस्तै सोच भएको साथी पनि भेटिसके भिडियो कन्टिन्यू छ ब्रो आउँछ गरिदिनु सब्सक्राइब एटिट्युड सीमा सेन CMSCEM अहिले अब जो जो भेट्नुहुन्छ उहाँहरू सबसँग सब्सक्राइब गर्न लाउनु पर्छ अयो ओइ तिम्रो के थियो टुर गाइड ए म चाहिँ ओइ नयाँ स्टार्ट गर न अगाडि अब के भन्नु लाग्छ भने हैन उहाँहरू चाहिँ केटीहरू पाएर चाहिँ पछाडि बस्नु भएको होइन समेतले नयाँ केटी पाएर अगाडि गाइस हामी चाहिँ होइन चिया कफी खाने चाहिँ कार्यक्रमहरू चाहिँ सकिसक्यो अब यहाँ मेकअप चल्दैछ केटीहरूको अब जङ्गलमा भए पनि राम्ररी त देखिनु पर्यो नि गाइस मेरो साथीहरू चाहिँ यस्तो धराप धराप खोजी हिँड्छन् कि यिनीहरूलाई किनारे किनारे के भनिदिएको सिरियसै भएछन् त्यसमा अब यस्तो तनाव पारामा जान्छ भनिरहेछ होइन अनि अब हामी पनि जानै पर्छ होला तिनीहरू गएपछि त यो साइडबाट छैन र बाटो छ त हामी चाहिँ त्यहाँ यस्तो बवाल छ यस्तो बवाल मेरो घरतिर भयो हुन्थ्यो नि भयो म रिक्स लिन्न मलाई धेरै जिउन छ जिन्दगीमा म गएको अब अर्को राम्रो बाटो राम्रो बाटो हिँड्नै आउँदैन कि कति सिकाउनु यस्तो दामी बाटो छ आउँदैन बच्चाहरूलाई झन्डैमा टप्केको अघि रुक्न पानी यहाँ हेर्नुहोस् गाइस मुख नि धुन सक्नुहुन्छ फेरि ब्याग आइसक्यौँ गाइस अनि यही मात्रै छ के पनि यसलाई बोल्नै आउँदैन गाइस आउँछन् कि नआउने बोल्न त समीक्षा बोल्न के भयो धक्का मार्छ यार यो सन्देशले के छ सीमा अल गुड अहिले त सबै खलासी जस्तो भएर हिँड्नु भएको त तपाईँ यता आउनु के तपाईँको छाता मैले फालिदिएँ साथी खलासी नभन न यार यत्रो मेहनत गरेको छ ड्याडको क्याप लिएर आएको छु ड्याडको क्याप चोरेर आएको अरे क्या ड्याड भन्न मिल्दैन त्यस्तो राम्रोदेखि खलासी देख्दैन अब चाहिँ ल सीमा र म कुरा गर्दै हिँड्छौँ यहाँ हामी यता पनि आउनु एकचोटि म थोरै माथि टान्छु म्युजिक भिडियो बनाउने रे गाइस तिनीहरू आउँदैछन् कि अघि चाहिँ तिनीहरू त्यहाँ रोकेको नभनिकन अहिले नाच्छ एकचोटि ए गर ल जुन केरी हामी पिक्चर गर्दै थियौँ अन्त गाइस हामी चाहिँ यति हट भयो कि हामी यो फ्यान पनि लिएर आउँछौँ गाइस हेर्नु न हाम्रो ओपा चाहिँ किन पछाडि आउनु भयो ओपा ओ पातो निकाल कानको के हो घुसाउ जस्तो निकाल निकाल कानको निकाल निकाल यो निकाल यता पसौँ न यार गीत गाएन त ओ थ्याङ्क यू यस्तो साथी पायो भने त भइहाल्यो नि गाइस मेरो कस्तो ड्रेससँग म्याच छ गाइस फाइनली हामी चाहिँ यहाँ मन्दिर चाहिँ आइपुग्यो यताभित्र चाहिँ रहेछ कस्तो बवाल छ यहाँ मन्दिर नै छ कसरी हलाउने छैन मन्दिर भयो हाम्रो गाइसहरू चाहिँ यहाँ पानी चाहिँ क्या बवाल छ बाबु
ओइ फोटो खिचेको छैन गाइज हामी चाहिँ अब यस्तो बाटो चाहिँ जाँदैछौँ होइन कहाँ पुग्ने थाहा छैन कहाँनिर जाने हो मामे याहू के गर्ने गरिहाल नि छिटो मलाई यो साउन्डले कस्तो भइसक्यो कस्तो कस्तो ए यो साउन्ड पोल्युसन नेचर हेलो गाइस अनि अहिले चाहिँ हामी यहाँबाट चाहिँ फर्किँदैछौँ होइन फर्किँदैमा गाली भयो मेरो लाइट यहाँ जान्छ यार बिस्तारै ब्लग गर्दै जान्छु अनि पछि बनाउँछु अहिले मैले लास्ट राली हो कि नखिचेको भनेको फोटो सबले खिचे कसले नखिच भनेको थियो जाने यार तिनीहरू पनि जाने होला सरी वी आर रेडी ला ओ यो ल्याक्सी लाउ त तिमी मोबाइल झर्नु नि अलि यता ल्याउ यसरी गाइस हाम्रो हिडा साउनी गरेको हिडा साउनी ल भिडियो नि गाइस हामी चाहिँ होइन बिस्कुट खाँदैछौँ ब्लेन हामी चाहिँ अब हिँडेको जस्तो फोटो खिच्न आँट्दैछ होइन फनी ल यहाँ चाहिँ के भयो त्यो उभ्या जस्तो डेढो भयो गाइस यो ठाउँ चाहिँ बबाल छ होइन बिगिनरहरूको लागि सही छ धेरै चाहिँ के पनि गर्न चाहिँ पाउँदैन कस्तो दामी भ्यू पनि हेर्न सक्नुहुन्छ पुरा काठमाडौँ ललितपुर के पुर सबै यहाँबाट भक्तपुर देखेको होला सबै हेर्न सकिन्छ होइन अगाडि चाहिँ बबाल पनि छ हजुर साथीहरूसँग आउनुहुन्छ भने चाहिँ बेस्ट छ हल्का भोइस चाहिँ अब कस्तो आइरहेको होला किनकि मसँग माइक छैन यस्ता हुन्छन् खाने मेरो ब्याग जाने डस्टबिन हो नि त हेलो मेरोमा इन्टायर त्यहाँ माथिको उयो छ सरी अझ कुरा गर्छ गाइस यहाँ के भयो भने चाहिँ यहाँ एकचोटि रोक्नु म तपाईँहरूले देखाउँछु पहिला स्काई हेर्नु यहाँ हेर्नु होइन अनि मैले के सोचिरहेको छु भने प्लिज पानी परोस् प्लिज गड पानी परोस् भनेर चाहिँ तर यिनीहरू सब नो रे तर मलाई भिजेर जान मन छ नो रेन नो रेन यस प्लिज 3 मिनटमा पानी परोस् अब अघि 2 मिनट भने चाहिँ अब पर्दैन ब्रो यार के पाइदैन मलाई ओके पानी परोस् प्लिज उसलाई चाहिँ यही छोडेर जानुपर्छ जस्तो छ सबै सालै पानी परेछ नि घर आउँछ पानी छ नि आज मलाई मेरो ब्यागमा नि होला यार के अरे फादरले भात पकाएर खुवाउँछ गाइस अब चाहिँ कन्टिन्यू ल तिमीहरूले पनि चटक देखाउँदै युट्युबमा जान्छ के को बेजत सबलाई सेयर गरिदिन्छ नि थाहा पाउँछ गाइस हाम्रो जुनकेरीहरू चाहिँ कुदिसकेका छ होइन यिनीहरू कहाँ पुग्छ थाहा छैन हो जुनकेरीहरू हाम्रो अब एउटा दुइटा तिनवटा जुनकेरी छ फाइनली गाइस हाम्रो चाहिँ अब हाइकिङ चाहिँ कम्प्लिट भइसक्यो शिवपुरी विष्णुद्वारको अब चाहिँ बाई